घरको जेठो छोराले आफूले भोग्नु परेको पीडा र संघर्ष डायरीमा लेख्छ। त्यही डायरी लेख्दा लेख्दै भकानिएर हुन्छ। डायरीमा लेखिएको हुन्छ, म घरको जेठो छोरा, बुवा पछि सानो अबोध भाइ बहिनीहरूको जिम्मेवारी मेरो काँधमा हुन्छ। घरको आर्थिक अवस्था नाजुक हुन्छ, गरेर खाने पर्याप्त मात्रामा जमिन हुँदैन। यी कुराहरूले दैनिक आफूलाई प्रश्न गरिरहँदा उत्तर खोज्नको लागि विदेश जान बाध्य हुन्छु। घर परिवारका लागि आफ्ना इच्छा चाहना र खुसीहरू सबै बलिदान गरिदिन्छु। यति मात्रै कहाँ हो र श्रीमतीका खुसीहरूलाई पनि तुहाइदिन्छु। हामी दाम्पत्यले आधा जीवन परिवारका लागि बलिदान गरिदिन्छौँ। यति मात्रै होइन, सबै भाइ बहिनीहरूलाई राम्रोसँग सेटल पनि गर्छौँ। यति गर्दा गर्दै पनि अन्त्यमा केही नगर्ने ठहरिनु पर्दो रहेछ। आधा जीवनको कमाई परिवार प्रति खर्च हुन्छ, तर आज दाइलाई चाहिँदा भाइसँग ऋण माग्नु पर्दो रहेछ। हो, साँच्चीकै ऋण माग्नु पर्दो रहेछ। आज आफूले जोडेको सम्पत्ति भाइहरूसँग पुनः आफैले किन्नु पर्दो रहेछ। जब अप्ठ्यारो समय आउँछ कसैको साथ नपाइने रहेछ। साथ त केवल बिचरा थिचिएर पनि मौन बसेकी श्रीमतीले मात्र दिने रहेछन्। रगत पसिना बेचेर भाइहरूलाई पढाइ लेखाइ गरेको फल त्यही दाइमाथि, त्यही दाइले जोडेको सम्पत्ति माथि हिसाब गरेको पाउँछु। आखिर जसलाई जति गरे पनि केही नहुँदो रहेछ, फेरि आफू त्यही सुन्नेमा झर्नु पर्दो रहेछ। हिजोसम्म घर परिवार र भाइ बहिनीका लागि भन्दै हिँडे, अहिले आफू सुन्नेछु। भाइ बहिनीसँग केही भनौ त सुन्नेवाला छैन। उमेर ढल्किसकेको छ, भाइ बहिनीको भविष्य बनाइदिए। ठुला भए, पढे लेखे, अगाडि बढे। अहिले फेरि मेरो साथमा मेरा छोराछोरी छ, उनीहरूलाई पनि पढाउनु लेखाउनु र केही गराउनु छ। आखिर हामी जेठो छोराको जिन्दगी त अरूको लागि गर्दै सकिँदो रहेछ। आफ्ना खुसी चाहना त यत्तिकै तुइने रहेछन्। उमेर आधा ढल्किसकेको छ, फेरि बालबच्चाको लागि मलिन मुहार चिया चिया परेको मन, आधा उमेर ढल्किसकेको शरीर लिएर पुनः संघर्षको बाटोतिर लम्किरहेको छु। हेरौं अब सन्तानका लागि कति खुसी दिन सक्छु। आफ्नो इच्छा र चाहना त मरिसके।